हटेर एउटा राष्ट्रिय लोड सेडिङको बेलामा एकदम इज्जत नै धानेको थियो। त्यसपछि यत्रो वर्षमा बल्ल दोस्रो जलाशययुक्त आयोजना चाहिँ हामीले तनहुँमै बनाउँदैछौँ। तर त्यहाँका स्थानीय समुदायका गुनासाहरू अझै पनि एड्रेस गर्न बाँकी रहेको छ। बेलबास र ब्यास 13 का जनताले एडिबीको मुख्यालयमै चाहिँ कम्प्लायन्स रिभ्यू आग्रह गरेर त्यहाँको चाहिँ क्रसरका मुद्दाहरू, नदीको बहाव फेरिएका मुद्दाहरू लगायत अन्य गुनासा, रिटेनिङ वालका गुनासाहरू चाहिँ मुख्यालयमै पुगेको छ। उसको बोर्डले पनि एउटा कम्प्लायन्स रिभ्यू गर्ने म्यान्डेट दिएको छ। अब 1 वर्षभित्र झन्डै 5 करोड लागतमा त्यो रिभ्यू अगाडि बढ्ने भएको छ। यसमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहजीकरण गरोस्, आयोजना ढिलो नहोस्, तर स्थानीय बासिन्दाहरूको गुनासो पनि सम्बोधन होस्। धन्यवाद। माननीय सदस्य सीता कुमारी राणा। सम्माननीय सभामुख महोदय, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिम वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले 3 दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ। देशका केही स्थानमा मेघगर्जना, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न स्थानीय नागरिकलाई सचेत रहेर सतर्कता अपनाउनु अनुरोध गर्दछु। देशका विभिन्न स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन बिना खनिएका वर्षात हुँदा बाढी पहिरो जोखिम अत्याधिक हुने देखिएकाले त्यो क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदाय सतर्कतामा रहन तथा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारले स्थानीय नागरिकहरूलाई पूर्व सूचना दिई तथा तयारीमा रहन पनि सभामुख मार्फत अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। माननीय सदस्य सीता मिजार। सम्माननीय सभामुख महोदय, सरकारी कामकाजलाई छिटो, छरिदो, पारदर्शी र प्रभावकारी बनाउनका लागि नेपाल सरकार एकीकृत कार्य व्यवस्था प्रणाली GIOMS विकास लागू गरेको छ। सरकारी कामकाजलाई डिजिटल र कागज रहित बनाउनका लागि विकास गरेको यो प्रणाली मार्फत सरकारी निकायहरूले विद्युतीय माध्यमबाट तोक आदेश, टिप्पणी, दर्ता, चलानी, हाजिरी, विधा व्यवस्थापन, अभिलेख व्यवस्थापन, कार्य सम्पादन, मूल्याङ्कन र अन्य प्रशासनिक कार्य सञ्चालन गर्न सक्छन्। तर हालसम्म यो प्रणाली नेपाल सरकारका 130 वटा निकायमा मात्र लागू गरेको छ। सेवा प्रवाहको प्रभावकारिता बढाउनका साथै ब्याकडेटमा निर्णय भएको देखाउने, मिलोमतो गर्ने, भ्रष्टाचार जन्य गतिविधिलाई न्यूनीकरण गर्न प्रभावकारी देखिएकोले GIOMS-लाई तिनै तहको सरकारका सबै निकायहरूमा लागू गर्ने गरी आगामी आबको बजेटमा विशेष प्राथमिकता राख्नका लागि म सम्माननीय सभामुख महोदय मार्फत माननीय सदस्य सुनिता बराल। सम्माननीय सभामुख महोदय, नेपाल विश्वव्यापी डिजिटल अर्थतन्त्रतर्फको परिवर्तनबाट आर्थिक वृद्धिको ठूलो अवसर प्राप्त गर्ने मोडमा छ। नेपालको आर्थिक कूटनीतिमा सूचना प्रविधि IT क्षेत्रलाई केन्द्रमा राख्नुपर्छ। हाम्रा कूटनीतिक मिसनहरूले नेपालको IT क्षमतालाई नेपाल बाहिर कसरी सक्रिय रूपमा प्रवर्धन गर्न सकिन्छ भन्ने कुरा प्राथमिकतामा राख्न जरुरी छ। डिजिटल अर्थतन्त्र विश्वभरि परम्परागत क्षेत्रलाई उछिनेर अगाडि बढिरहेको छ। अध्ययन अनुसार डिजिटल अर्थतन्त्रले विश्वव्यापी GDP को 4.5% हिस्सा ओगटेको छ, जुन 2.5 गुणा छिटो वृद्धि भइरहेको छ। विश्वको ध्यान र प्राथमिकता तान्न सफल IT क्षेत्र हाम्रो देशको आर्थिक कूटनीतिको केन्द्रमा राखेर काम गर्न नेपाल सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य सुमना श्रेष्ठ। सम्माननीय सभामुख महोदय, मिटर ब्याज पीडितलाई न्याय कहिले पाउँछन्? श्रीमान गौरी बहादुर कार्कीले दिएका सुझावहरू तथा श्रीमान तेज बहादुर कार्कीको आयोगले बनाइदिएको कार्यविधि स्वीकृत गर्ने हो भने र कार्यान्वयन गर्ने हो भने 80% मिटर ब्याज पीडितका समस्या समाधान हुन्छ। तर त्यसको लागि मान्छे थुन्नु पर्यो, आफ्नो अर्को भन्नु भएन। तर पीडितलाई पीडित बनाइरहेको छ। अहिले कतिन्जेल आन्दोलन गराइरहने, आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नीति कस्तो हो यस्तो? हिजो भर्खर भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भने जस्तो काम गर्न नसक्ने बताएका छन्। यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो। अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको छ। पीडितले भेट्न जाँदा सिंहदरबारमा नो एन्ट्री भनिया छ। मिटर ब्याज पीडितको समस्या यसरी समाधान हुँदैन। आफ्नो पार्टीको साहु महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ। मिटर ब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कहीँ कतै भाग्छ भनेर कतै शङ्का उत्पत्ति हुने गरी काम नगरौँ। मिटर ब्याज पीडितलाई न्याय चाहियो। पीडितको आन्दोलनदेखि डराउने तर काम केही नगर्ने, यसले के सन्देश दिन्छ? मिटर ब्याज पीडितलाई न्याय चाहियो। सम्माननीय सभामुख महोदय, धन्यवाद। माननीय सदस्य सुशीला सिरपाली ठकुरी।